आमा, प्यारी आमा, म तिमीलाई कति याद गर्छु, कसरी भनौँ। त्यो प्यारो मुस्कान, मायालु बोली, त्यो न्यानो अँगालोको आफ्नोपन। सबैले भन्छन् आमा त साथी हुन्, दुःखको सारथी हुन्, जीवनमा आउने हर सङ्घर्षको ओत हुन्। जब मेरो जीवनमा दुःख, सङ्घर्ष, एक्लोपनको होडी बतास, वर्षा बनेर जीवनमा आउँछन्, तब तिमी नभएको महसुस एकचोटि फेरि तिखो भएर छाउँछ। सायद आज आमा भएको भए भन्ने ख्याल समुद्रभन्दा गहिरो भएर आउँछ। यो जीवनमा तिम्रो कमी त कहिले पुरा हुन सक्दैन। आमा, एउटै गुनासो छ तिमीसँग मेरो। एकपटक आमा भनेर बोलाउँदासम्म नि कुर्न सकेनौ नि होइन। आमा, तपाईँको साथमा यादहरू त धेरै बनाउन सकेनौँ, जति छन् अनमोल छन्। आमा नहुनु भनेको त जिन्दगीको एउटा सुन्दर पाटो नै नहुनु रहेछ। मिस यु आमा। तिमीलाई माता तीर्थ औँसीको मिठो शुभकामना छ। ह्याप्पी मदर्स डे आमा।